सम्पूर्णलाई नमस्कार। म यो हाम्रो नेपालको एउटा स्वर्गको टुकुरा पोखरा, त्यो पनि त्यसमा पनि अर्को छुट्टै अलौकिक आनन्दको सागर हाम्रो यो फेवा तालमा छु। फेवा तालमा म कायाकिङ गर्दैछु। म स्विमिङ गर्नको नाममा एउटा के मलाई आउँदैन, म पौडिन त म जान्दै जान्दिनँ, तर पनि सबैजना यो कायाकिङ गर्दै गर्दा एकदम रमाइलो लाग्ने, यस्तो गर्न चाहिँ मन लाग्ने, तर आँट चाहिँ आउनेवाला थिएन मलाई। तर हिजो क्याबिनेट मिटिङ थियो, मिटिङ पछाडि हामी फेवा लेकमा जाने कायाकिङ गर्ने भन्दै दिदीहरूले जाने भन्नुभयो। अनि त्यहाँ जाँदै गर्दाखेरि सबैजना गरिरहेका छन्, रमाइलो छ, तर नाइ म त गर्दिनँ होला भन्ने सोचिरहेको थिएँ। त्यो भाइले दिदी तपाईँ स्कुटर चलाउनुहुन्छ भनेर सोध्यो। चलाउँछु नि भाइ स्कुटर त, स्कुटर त पानीमा हिँड्नु पर्ने होइन, रोडमा हिँड्ने हो, यो त फेरि पानीमा त मलाई डर लाग्छ, नाइ म गर्दिनँ होला भनेर भनिरहेको थिएँ। एउटै हो स्कुटर चलाउँदाखेरि लाइफ ज्याकेट नखोल्नु, तपाईँ ढुक्कले चलाउनु डर लागेको जस्तो पनि जाँदै गरेर त्यहाँ एकाग्र भइदो रहेछ क्या। आफूले जसरी लानु छ ल्याउनु छ, मलाई चाहिँ उता गइहाल्यो भने फर्किने होला भन्ने डर। चलाउँदा त आफै थाहा हुन्छ, यता गऱ्यो भने यसरी जान्छ, यता गऱ्यो भने आउँछ भन्ने भयो। पछि त त्यहाँबाट मलाई जाँदै मन लाग्यो, 1 घन्टा भाइले पनि जति मन लाग्छ त्यति खेल्नु, तर हामीलाई राति